हेलो साथीहरू, आज हामी टाढाको खेतमा जाँदै थियौँ। 3 जना भएर रोड हुँदै तौलिया रोड हुँदै हामी चाहिँ बनगाई पुग्न लागिसकेको थियौँ। यहाँ हेर्नु कस्तो राम्रो देखेको। अनि बनगाई चोकदेखि हामी चाहिँ यता भित्रतिर पस्यौँ टुई लाएर। अनि यहाँ चाहिँ खोलो थियो, बाटो चाहिँ लास्टै अप्ठ्यारो। अनि मलाई चाहिँ यही झर है भन्नुभयो। अनि बुढा चाहिँ उहाँ पुगिसक्नुभयो, कसरी जाने होला भन्दैछु। अनि तातो रहेछ, पानीमा टेकेर टुई म चाहिँ हिँडेँ। अनि यता हेर्नुहोस् त साथीहरू, कस्तो राम्रो देखेको। अनि हामी चाहिँ लोकेसनमा पुगिसक्यौँ। अनि मैले चाहिँ हेर्नु न हातले बताइराखेको छु, यति त स्वाट्टै भइहालिन्छ 1 मिनटमा अरे। अनि काट्दा चाहिँ हालत खराब भइरहेको थियो, म चाहिँ जिस्किरहेको थिएँ। अनि फेरि मलाई चाहिँ जहाँ गए पनि नक्कल नपारी नहुने के साथीहरू। अनि क्यामेरा तेर्साएर यताउति गर्दैछु, अब चाहिँ भइहालिन्छ नि भन्दै। अनि हामीले चाहिँ एउटा गरा चाहिँ काटिसक्यौँ। अनि अर्को मात्र एउटा खैत मात्र बाँकी थियो। अनि बुढाले चाहिँ खाजा ल्याउनु भयो। खाजा चाहिँ समस्या थियो साथीहरू। अनि समस्या चाहिँ नल्याउनु भएको म चाहिँ बुढासँग रिसाइरहेको थिएँ। अनि त्यही पनि रिसाए पनि देखाइहाल्नु पर्यो भनेर देखाएँ। अनि टाउको माथि राख्दै तल राख्दै गर्दैछु मैले चाहिँ नास्तालाई। मिठो चाहिँ लाग्दैन भनेर, तर खाइहालेँ, मिठो थियो। अनि काम सकाएर हामी फर्क्यौँ सबैजना भएर।